गर्मी भयो। मर्निङ वक हिँड्दा हिँड्दा काबो भयो। अहिले चाहिँ म स्टेडियममा छु गाइस। स्टेडियमतिर यहाँ पछाडि देख्नुहुन्छ फुटबल सिक्ने भाइ बहिनीहरू 10 वर्षदेखि 15 वर्षको छन् होला भाइ बहिनीहरू। यस्तो छ। वेलकम ब्याक टु माई न्यू भ्लग। आज चाहिँ म मर्निङ वक आएको छु यो स्टेडियमभित्र। यो चाहिँ हेर्न सक्नुहुन्छ गाइस, यो चाहिँ धरानको एकदमै ठुलो र पपुलर ग्राउन्ड स्टेडियम भन्छ हैन। यहाँ चाहिँ दुईटा ग्राउन्ड छ। भिडियो मैले अस्ति पनि बनाएको थिएँ अनि आज फेरि यहाँ यसो शनिबारको दिन यहाँ धेरै आउँछन् त केटाकेटीहरू फुटबल सिक्नलाई। अनि यहाँ चाहिँ केटाकेटीहरू भनेको त्यस्तै 9-10 वर्ष 8 वर्षदेखि माथिको केटाकेटीहरू चाहिँ यहाँ फुटबल सिकाउनलाई यहाँ ल्याइन्छ यसरी हैन। आफ्नो आफ्नो ग्रुप हुन्छ। देख्न सक्नुहुन्छ कति धेरै भाइ बहिनीहरू छन् हैन। यता चाहिँ बहिनीहरूको ग्रुप हो। यो ग्रुप अनि यो अलिकति ग्रुप भएको त्यो बहिनीहरू। अनि यता चाहिँ भाइहरू सानो सानो 7 वर्षदेखि 12 वर्षसम्मको भाइहरू 12-15 वर्षसम्मको छन् होला समथिङ। अनि यहाँ सिकाउने पनि हुन्छ। प्रत्येक ग्रुपमा एकजना लिडर हुन्छ सिकाउने। अनि यो शनिबार र आइतबार चाहिँ यहाँ 2 दिन चाहिँ छुट्टीको दिन यहाँ भाइ बहिनीहरूलाई फुटबल सिकाइन्छ। यो चाहिँ धरान 16 नम्बर स्थित स्टेडियममै साथी होला। धरान 16 स्थित स्टेडियममा यो चाहिँ यस्तो छ गाइस। आज यहाँ प्रत्येक दिन म वक आउँछ नि त बिहान बिहान। अनि त्यतिखेर चाहिँ यसो निस्किम न त भनेर आज यहाँ यसो भिडियो गर्नुलाई यसो निस्केको पनि। हुन त प्रत्येक दिन आउँछु आउनु त। अब कहिलेकाहीँ अब यसो भिडियो गरिन्छ यसो भ्लगमा हाल्नुको लागि। तर यो चाहिँ ओभर पुरानो भएछ गाइस। यो जति छ नि पुरानो भएछ। पहिला नयाँ थियो, पेन्टिङ गरेर चटक्कै बनाएको थियो। अहिले चाहिँ यस्तो छ। अनि यहाँ तल भनेको यो तल्लो स्टेडियम हो। यो निलो घर भनेको कराते सिकाउने घर हो, कराते खेलाउने हैन। अनि यहाँ तल्लोमा चाहिँ कन्सर्टहरू हुन्छ। धरानमा सबभन्दा ठुलो मेला लाग्ने भनेको कन्सर्ट लाग्ने भनेको यो तल्लो ग्राउन्ड हो। यो त्यहाँ चाहिँ एकदम टन्ने हुन्छ। अनि यहाँ बस्तीहरू चाहिँ यस्तो छ गाइस। बस्ती यो चाहिँ धरान 16 स्थित। अनि अहिले के अरे चिन्डे डाँडा भनेको चाहिँ त्यही गाइस। उयो टुप्पा त्यहाँनिर अहिले हर्क सम्पाङले सुम्निमा तारुहाङको प्रतिमा निर्माण त्यहाँ धमाधम हुँदैछ। आज टन्नै छन् त्यहाँ मान्छे, श्रम गर्ने मान्छेहरू। आज माथि जानु सकिएन गाइस। यस्तै छ। अनि यहाँ माथि फुस्रे, त्यहाँ माथि फुस्रे हो। अनि यो डाँडा भनेको विजयपुर डाँडा, कालो डाँडा। त्यो विजयपुर डाँडा भयो। कस्तो अलिक भिडियो मधुरो आउँछ क्या हो त, घाम भयो हैन। ल गाइस, आज सर्ट भिडियो मैले लिएर आएको। कृपया सबैले भिडियो हेरेर यसो लाइक गरिदिनु ल, लाइक कमेन्ट गरिदिनु होला। भिडियोलाई सक्दो लाइक कमेन्ट सेयर गरिदिनु ल। म भर्खर मेरो युट्युब च्यानल ग्रो गर्दैछु। त्यही भएर हजुरहरूको साथ सपोर्ट चाहिएको छ मलाई। यस्तै छ गाइस। ल जुम गरेर पनि देखाइदिएँ। यो बस्तीहरू, यो तल्लो ग्राउन्ड। आजभोलि एकदम हरियाली झ्याप्पै छ।
उयो ग्राउन्डमा पनि घाँस काटेको रहेनछ। यस्तोमा त कसरी खेलाउनु हो। घाँस काटेकै छैन गाइस, सब यति लामो लामो घाँस आएको छ। हेर्नु त यस्तो छ स्टेडियमको अवस्था। यो त अलिकति म्यानेजमेन्ट गर्ने मान्छेले चाहिँ चट्टै यो घाँस चाहिँ काट्नुपर्ने हो, तर किन नकाटेको होला। यस्तो छ है साथी हो, स्टेडियमको अवस्था यस्तो छ। आज शनिबार भाइ बहिनीहरू टन्नै आएको छ फुटबल सिक्नुको लागि। अनि भोलि पनि आउँछन्। अनि कराते सायद भोलि होला। आज कराते उयो स्टेडियम त्यो बस्ने ठाउँ छ नि, त्यहाँ तल कराते पनि त्यहाँ पनि सिकाउँछ। त्यहाँ प्रत्येक दिन सिकाउँछ। ल थ्याङ्क यू फर वाचिङ। सम्पूर्णलाई धेरै धेरै धन्यवाद। भिडियोलाई लाइक कमेन्ट गरिदिनु होला, सब्सक्राइब पनि गरिदिनु होला है। धन्यवाद। अर्को भिडियोमा फेरि भेटौँला।